खाएको ब्रदर उयो हेर्नु त त्यही खाएको तँ ठाडे चाहिँ प्रतापको बोली ठाडे बोली घरि घरि चाहिँ फेरि कथा भन्नुपर्छ छोटो छोटो ओके मिठो त के खाने हो ओ कस्तो फोरी त्यो त हात हाल्नु यहाँ दाइले ग्लोभ्स लाउनु भएको छ नि तिमी हात हाल्नु होइन मैले त त्यो सबमा छुवाएन क्या जुन चाहिँ मैले हान्छु नि त्यसमा मात्र छुवाएको निकालेँ त्यही रास्ते म्याम कोसँग बोलिरहनु भएको म इन्स्टाग्राममा स्टोरी राख्नु भएको ए अनि त्यो यहाँ खिचेको मलाई ठाउँ कस्तो मन पर्यो अनि त्यसपछि हुनेछ हाई रुकु कस्तो जुमवाला सर्ट भयो कहाँ छौ तिमी रुकु भन्दैन सो यहाँ फ्रेन्च फ्राइज चाहिँ हुँदैछ प्रताप कमी यहाँ हाउ आर यु प्रताप टुडे फ्रेन्च फ्राई जति खतरा देखिराख्ने त्यतिकै लेभलको भन्दा नि खतरामा के नाटक हो यो प्रतापको त सिधा आन्सर हुँदैन सिधा आन्सर हुँदैन क्या सो प्रताप के अरे किन तिमी आज 10 मिनट लेट आयो बोलाएको टाइम भन्दा 10 मिनट कहाँ हरायो तिमी पहिलो सुरु इनडाइरेक्ट बुकिङ गर्नु पर्यो अनि इनडाइरेक्टली मेरो लोकेसन पत्ता लाग्ने सुरुमा त्यसलाई मेरो लोकेसनमा आइपुग्न लाग्यो 10 मिनट सक्यो त हेलो दाई हाम्रो सेफ दाई नमस्ते के छ हालखबर दाई हजुर के छ नाम म हजुरको भिडियो राख्ने मिल्छ सोसियल मिडियामा मिल्छ नि होइन हाम्रो दाइले एकदम सहयोग गर्नुभयो अनि कति धेरै टेक्सहरू खानुभयो त्यो आलु फाल्दाखेरि आलु चिप्लेर है दाइ मिहिनेत गरियो त्यही भन अनि के छ दाइ तपाईँले कस्तो मिहिनेत गरेर बनाउनु भएको छ मिठो छ फ्रेन्च फ्राइज हामीले खान मिल्छ होइन त्यो एकदम मिल्छ कुन ब्रान्डको लागि काम गरेको हामीले भन्नु त भर्खरै एफसिएफ फुड है ल दाइ धन्यवाद हामी फेरि पनि तपाईँसँग काम गर्छौँ है त बस यहाँ कति धेरै मिठो मिठो खानेकुरा सक्छ नि त फ्रिजमा देखाउनु मिल्छ हेलो लदाको पारा गरेको ल हाम्रो टिम यही हो हामी टिम यो बेन द क्यामेरा हाम्रो टिम मेन मान्छे चाहिँ यहाँ हुनुहुन्छ टाडा प्रताप तिमी ऱ्याप गर्नु लाग्यो कि खानजानलाई चर्चा मेरो मार्केटमा थोपडा मेरो वान्टेडमा ल दाइ के गरिदिनु लाग्नु टन्न हालिदिनु लाग्नु भएको धेरै पर्दैन ठिक्क त्यो प्लेटमा सर्भ गर्नु जति मात्रै हालिदिनु यो त्यहाँ खाएको पनि एउटा एङ्गल सर्ट लिनैपर्छ क्या ल दाइ तपाईँ पनि खानुपर्छ है फ्रेन्च फ्राइज के भन्न चाहन्छ हामी जाँदैछौँ फर्की आउँछौँ है तपाईँको यो ठाउँमा यो होटलमा पनि आउँछौँ एकदिन बस्ने गरी है त ल यो लिएर आउनु पऱ्यो अब हामी यसो टुर पनि गर्छौँ के यस्तो सिरियस कन्भर्सेसन गरिरहेको हामी नभन्ने जब हाम्रो ठाउँ पुरै हावाहुरी हुन्छ चलिरहेछ कहाँबाट हो बाटो कहाँबाट बाटो यहाँ त्यो अघि माथि अघिको माथि बाटो यहीँ अघि म गाउँ भएको बाटो यहाँनिर मैले अघि न के अरे वासरुम जानु पर्दा वासरुम नभेटेर यो हो क्या सो यहाँ छु म यहीँ मैले अघि फोटो ल्याएको कि हस् त्यो भाइ उता रेस्टुरेन्टमै छ त्यो बारमा हस् खानेकुरा चाहिँ लिएर आइदिनु है हेलो गाइज हामी चाहिँ छौँ अहिले एउटा सानेपाको होटलमा चाहिँ भर्खरै एफसिएफ फुडको एउटा फ्रेन्च फ्राइजको एड थियो सिनेमेटिक त्यो एउटा सुट थियो अनि त्यो सकाएर मजाले रेस्ट गरेर यस्तो कजी भएर बसेको सिन एकदमै राम्रो छ है त म हजुर देखाउँछु यस्तो छ सिनहरू लोकलाई मैले हेर्छु मैले देखाएको छु अन्त ल यस्तो कजी है यस्तो राम्रो रमाइलो हरियाली त्यो सानेपामा यस्तो एरिया छ भने मलाई थाहा पनि थिएन प्लिज डु भिजिट गाइज रुक्कु तिमी के भन्न चाहन्छौ मलाई त तपाईँको एक्टिङ कस्तो राम्रो थियो मैले एक्टिङ राम्रो लाग्यो तिमीलाई मैले चाहिँ एकदमै एक्टिङ राम्रो गरिरहेको छु मलाई थाहा छ अरू के भन्न चाहन्छ तिमीले कस्तो लाग्यो तिमीले सुट फर्स्ट टाइम एक्सपिरियन्स गरे होइन अस्ति कहिले तिमीलाई सुट लिएर गएको म थाइको सुटमा लिएर गएको थिएँ तिमीलाई कति कुराहरू के सिक्यो तिमीले भन त भन धेरै थोरै के सिक्यो वर्स्ट केस सिनेरियोजहरू आउँदो रहेछ अन द स्पोट हामीले कहिले सामान किन्न पर्ने रहेछ जस्तो ग्लोभ्सहरू किन्न गर्न जानु पर्यो
भाडा हालेर त चपिङ बोर्डहरू कहिलेकाहीँ त्यस्तो आउने रहेछ हामीले अलरेडी लिएर आउनु पर्ने थियो कि होइन तेल त मैले लिएर आएको होइन त्यही 5 लिटर तेल लिएर आउनु पऱ्यो भाडुडेनमा गएर तेल किनेँ 5 लिटर त्यसपछि फेरि तरकारी बजार आलु राम्रो कतै पाएन भाडुडेनमा राम्रो थिएन आलु होइन सुन प्रता तिमी पनि है त्यसपछि म तरकारी बजार गएँ यस्तो घाम थियो यति धुलो मैलो थियो त्यहाँ गएर एकान्त कुनाको तरकारी बजारमा गएर त्यहाँ गएर त्यो चिप साइज आलु मैले छानेर आएको खाना नि खाना भ्याएको थिएन अनि म एसबिकेमा गएर खाएको राम्रो थियो आलु सो वर्स्ट केस सिनारियोजहरू के हुनसक्छ हामी पहिले नै प्रिपेयर हुनुपर्ने रहेछ सुटलाई भने अब 2टा सुटमा त म तिमीसँग हिँडिसकेँ बाँकी अब अझै 3-4 पनि सिकाउँछु पछि तिमी नै आउने हो तिमीले नै लिने हो चेकलिस्ट लिने सबै सामान के गर्नुपर्छ के आइपुगेन अब कहिले काहीँ हामी सामान लान पनि पर्ने हुन्छ जस्तो ग्लोभ्स हामी लानु पऱ्यो हामीले किने ग्लोभ्स हो नि त अब आलु र तेल त काटिसके टुक्रा किन लाने भनेर हामीले छोडेको नि त सो त्यो चिजहरू चाहिँ म्याटर गर्दैन त्यो बाइक भनेको हामीले कहिले हामीले भाडा लिएर आउन सक्छौँ प्रप्सहरू बोक्नु पऱ्यो चेकलिस्टहरू एउटा पुरै बनाएर आउनुपर्छ यसरी चाहिँ सुट हाल्नु पर्यो बुझ्यो नि पछिबाट पुरै इभेन्ट म्यानेज गर्नुपर्छ अनि म बाहिर विराटनगरतिर जान्छु होइन अनि आफूले देखाउने यसले कसरी गर्ने यसलाई यस्तरी गर्ने यसलाई यस्तो गर्ने अनि म विराटनगरतिर जान्छु सुटको लागि क्लाइन्टसँग कुरा गर्नको लागि त्यति बेला चाहिँ रुकुले पुरै अफिस ह्यान्डल गर्छ है रुकु तपाईँ बिना त म कसरी बाँच्नु म बिना बस्छ न तिमी सिकाउँछु म फोनमा भइहाल्छु नि होइन मतलब तपाईँकै भाइ चाहिन्छ क्या अफिस हुन्छ प्रतापलाई त भन्छु तिमीलाई के लाग्छ वाट डु यु थिङ्क रुकु मलाई आफू राम्रो लाग्यो कि भर्खरै यो एङ्गल चाहिँ ठिक छ होला मलाई भिडियो लिनलाई प्रत्येक मेरोपट्टि आऊ तिमीलाई क्यामेरामा आउनु छ भने चाहिँ सो यहाँ चाहिँ एकछिन म अब ब्याक क्यामेरा गर्छु मैले धेरै आफूलाई देखाएँ फेरि कस्तो सेल्फ अब्सेस रहेछ यो केटी भनेर कुराहरू आउनसक्छ नि त सबै कुराहरू सोच्नुपर्छ हामीले सो यहाँ रुकु वाट विल बी टकिङ अबाउट कि वर्स्ट केस सिनारियोजहरू चाहिँ आउन सक्छ होइन सो सबै चिजहरू चाहिँ अगाडि नै प्रिपेयर हुनुपर्छ पेटी क्यासहरू बोकेर आउँछ एक्सपेन्डिचर्सहरू थपिँदै जाँदो रहेछ एक्सपेन्सेसहरू सो यो कुराहरू चाहिँ एकदमै ध्यान दिनुपर्छ अनि प्रतापले त के सिकाउनु पऱ्यो भिडियो खिच्दै बसिरहेको छ होइन भनेको कस्तो सबै कुरा आउँछ आइडिया चाहिँ यस्तो गर्नुपर्छ भनेर तर त्यो एउटा त्यो परिपक्वता हुन्छ नि मान्छेमा त्यो चिजलाई कसरी भन्छ त्यो मलाई एक्ज्याक्टली वर्ड थाहा भएन तिमीमा मैले देखेको चाहिँ तिमीलाई थाहा छ के गर्नुपर्छ के गर्नु आइडिया छ भन्यो भने भन्छ त तिमीले आफैले बुझेर अब गरिहाल्नुपर्छ भन्छ नि क्या त्यो अलिकति अल्छी भयो कि टाइमलाई या हो त्यो तिमीले के गर्छौ भन्दाखेरि प्रोक्यास्टिनेसन भन्छ नि प्रोक्यास्टिनेट गर्छ क्या तिमीले प्रोक्यास्टिनेट भन्छ त्यो एक्ज्याक्ट वर्ड भनेको चाहिँ सबै चिज छ पछि गर्नु अहिलेसम्म गर्नु एकछिन गर्न प्रायोरिटी चाहिँ तिमीले पहिले छुटाउने कामको र गरिहाल्नुपर्छ भनेको थाहा पाउनु पऱ्यो कुनै काम चाहिँ पछि गर्न म पनि भन्छु होइन तर त्यो काम केसेसहरू हेरेर हुन्छ क्या बुझ्यो क्लाइन्टको मेसेज पट्याङ ल अब मैले लिड गरेको म अलराउन्डर एक्टिङ के चाहिँ गर्ने भर्खरै मेरो एक्टिङ देखाएर तिमीले के भने भर्खरै फिल्ममा कास्ट गर्छु भने अब अहिले मेरो कुरा सुन किनभने मैले त तिमीहरूलाई भनेको चाहिँ एउटा टिम हो नि त हामी अनि मैले म्यानेज गरिरहेको टिम छ भने त तिमीले भोलि प्रोक्यास्टिनेट गरेनौ काम अन टाइम डेलिभरी गर्यो या अलिकति बढी हार्डवर्किङ भयो भने त मलाई फाइदा हो नि त लास्टमा त एट द एन्ड अफ द डे त फाइदा मलाई हो किन मैले नै मेरो लागि नै हो सजिलो काम होइन मैले अझै अरू क्लाइन्टहरू ल्याउन पाउँछु सो द्याट्स द थिङ तिमीले गर्छु भने डेडिकेसन पनि छ काम पनि निकाल्छ त तिमीमा कोही के लाग्छ क्या जस्तो भने एकदमै सुस्त हो कि होइन सुस्त हो कि प्रतापमा केही न केही छ क्या त्यो कुराहरू अफिसको अलराउन्डर उसले गर्छ घाम पनि लागिरहेछ आनन्द आइरहेछ सक्यो यहाँको गसिपहरू हाम्रो सक्यो पेमेन्ट पनि भइसक्यो हामी निस्किने अब हामी केही खाऊँ होइन फ्रेन्च फ्राइज जस्तो पेट दुखाएको जस्तो भयो तिमीहरूले बिचरा केही पनि खाएको छैन बिहानदेखि होइन अनि खाना पनि भ्याएन होइन सो त्यो चाहिँ काम बिजी भयो सुट पनि धेरै भयो त्यो भित्र किचनमा हिटमा गर्मी धेरै भयो क्या त्यो काम गरेको मेहनत गरेर देख्दा चाहिँ माया पनि लाग्छ अस्ति नै एकचोटि मलाई गाडी खुवाइदियो यो पनि भन्नुपर्छ दाजु होइन काम गएर मेहनतसँग गर्छ अब 1 महिनामा उसले कति जम्मा 4 दिन हप्तामा आएर त्यो पनि कति बजे आएर भने 50-60वटा भिडियो दिनु भनेको होइन आउटडोर सुटमा हिँड्नु भनेको चाहिँ नि धेरै हो ह्याट्स अफ गयो टुप्पा त हामी कति धेरै अफिसको गसिप गरेको है ल मलाई पनि ह्याट्स अफ गर कति धेरै अफिसको गसिपहरू गऱ्यौँ क्या मेरो फोन यसो फोन जरुरी छैन ल गर्नु भयो कि अब तिमीले रेकर्ड गर्ने हो मजाले कजी भएर बसिरहेको मैले के चाहिँ यो त एडिट नगरी ड्याङ्गै हालिदिने भ्लग बनेछ ल तिमी चाहिँ नि अब मलाई भन्नु त मैले जस्तो तिम्रो बारे भन्यो अब हामी सबैजना एकअर्काको बारेमा भन्ने वाला है त हामी कसो चिन्ने भन्ने कुरा अब रुकुको पनि पारे आउँछ है अनि हामी सबैको के हुन्छ उहाँ चाहिँ हाम्रो WTF भनेर तपाईँहरू अर्को नसोच्नु है वेब जस्तो कुरा गर्छ कि वेब टास्क फोर्स यस यु हर्ड इट राइट वेब टास्क फोर्सको हाम्रो म्याम जसले चाहिँ सबै कुरा हेर्नुहुन्छ त्यो म्याम भएपछि
त्यहाँको जो छ नि अरू सक्दैन उनीहरूलाई केही तनावै हुँदैन क्या हरेक कुरा हेर्ने म्यानेज गर्ने यता जोस् भनेको बुझ्यो भने सिइओ होइन मार्न रबिन सरले सिइओ भनेर के मलाई ल गुगलको सिइओ अर्कै छ ओनर अर्कै छ उहाँ चाहिँ हाम्रो अब होम म्यानेजर होम म्यानेजर हो तपाईँ बिजनेस म्याम बिजनेसम्यान हो अब बाँकी कुरो भने त्यही नै हो एकदम गुड एकदम चिल होइन एकदम मजाको जोस् भाइब छ क्या एकदम पोजिटिभ भाइब छ फुल अफ पोजिटिभिटी त्यो म्यानले कहिले के यसो रिसाएको जसरी कराए पनि त्यो कराएको जस्तो लाग्दैन क्या कस्तो लाग्छ भन्दाखेरि म्यामले जिस्किरहेको जस्तै लाग्छ त्यही भएर मलाई सिरियस हुनु नि मन लाग्दैन भने सरले भिडियो हेर्नु भयो भने ए निशाले नै स्टाफहरू बिगारेकी रहेछ जिस्किँदो रहेछ गाली गरिदिनु रहेछ होइन त्यो त म्यामको गल्ती होइन त्यो त मेरो आफ्नो पर्सपेक्टिभ हो मलाई चाहिँ म्याम जिस्किनुहुन्छ जस्तो लाग्छ होइन म्यामले कराउँदाखेरि पनि किनभने उहाँको फेसमा त्यो इनोसेन्स छ क्या रिसाउँदा नि कराउँदा पनि त्यो रिसाएको कराएको जस्तो देखिँदैन क्या अनि एक हिसाबले फेरि एउटा सत्य तथ्य कुरो चाहिँ के रहेछ भन्दाखेरि म्याम चाहिँ मभन्दा उमेरमा सानी है एकदम फेरि तर फेरि काम कुरोमा चाहिँ उहाँ उमेरमा मभन्दा जेठी अस्ति हामी सक भयो सरप्राइज भयो क्या म त प्रताप भाइ होला म भएर म भन्दा भन्थेँ कि किनभने प्रताप अलिक सानो देखिन्छ नि त सानो पिस्टे चाहिँ म अब जोस् अनि यो मान्छे चाहिँ ल साथीभाइ यदि कसैलाई पनि होइन स्ट्यान्डअप कमेडी गर्नु मन छ तर पर्खिनु ल तर आफ्नो स्ट्यान्डअप कमेडीमा डाउट लागिरहेछ भने तपाईँहरूको लागि म एउटा अडियन्स राखिदिन्छु फिक्स पास हो क्या तपाईँहरू म रुकुको बारेमा चाहिँ के भन्छु भन्दाखेरि रुकु एकदमै सानो छ है उमेरमा एकदमै सानो होइन अनि उसको एक्सपिरियन्स पनि थिएन है उसको लाइफकै फर्स्ट जब हो कि अनि इट्स बिन ओन्ली 1 मन्थ है किन जोइन गरेको अफिसमा 1 महिना जस्तो मात्र भयो कि रुकुले अफिस जोइन गरेको है अनि त्यो 1 महिनामा चाहिँ नि रुकुले भनौँ न भर्खर एक्सपिरियन्स नभएको मान्छे लाइफमा फर्स्ट टाइम जब गरेको मान्छेलाई जिरो आइडिया भयो नि त घरबाट भर्खर उसलाई केही पनि आउँदैन थियो बेसिक वर्ड्सहरू एक्सेलहरू चलाउनु त आइहाल्थ्यो नि त्यो त आउँथ्यो तर त्यो एक्सपिरियन्स थिएन क्या रुकु तर अहिले उसको कामहरू यस्तो बबाल गर्छ सरी टन्न खाएछ भाइ सो उसले यस्तो राम्रो कामहरू गर्छ अनि उसले त्यो भेन्डर्सहरूसँग कुरा गरेको होइन प्रिन्टिङ एन्ड अलको लागि अनि त्यो बाहिर संस्थाको पैसा कुरा गर्छ पनि गरिहाल्छ मैले भनेको कामहरू टकटक सबै टिप्छ अनि गर्छ पनि क्या बिगार्दा पनि बिगार्दैन बिगाऱ्यो भने पनि सिकायो भने पनि सिक्ने एकदमै क्याची क्या अनि मलाई चाहिँ उदमै एकदमै राम्रो लाग्छ अनि बस फेरि त्यो एक्सपिरियन्स नभएको मान्छे जस्तो लाग्दैन कि तिमी चाहिँ एकदम सिक्न इच्छा भएको होइन म सिक्छु भन्ने त्यो डेडिकेसन त्यो हार्डवर्किङ उसमा अनि यति सानो मान्छेसँग त्यो लेभलको एनर्जी हुँदा चाहिँ मलाई रुकु एकदमै मनपर्छ फेरि मलाई यस्तो खालको केटी मान्छे मनपर्छ कि जो चाहिँ एकदमै काम गर्न रुचाउने खालको मम्मी पनि त्यस्तै हुनुहुन्छ एकदमै हार्डवर्किङ अनि म पनि त्यस्तै छु जस्तो लाग्छ कि मलाई मेहनती छु जस्तो लाग्छ है अनि रुकुमा त्यो एनर्जी देख्दाखेरि चाहिँ मलाई त्यो यस्तो केटी मान्छेहरूले मलाई कस्तो फ्यासिनेट गराउँछ क्या अनि यो वान अफ देम अर्को कुरा फुल अफ एकदम पोजिटिभिटी हुन्छ नि रिसाउँछु तिमी मेरो अनुहार चाहिँ दिशा जस्तो देख्छ यतिकै रेस्टिङ फेस चाहिँ हेर्नु है रिसाको काम गर्दा ठुस्सो परेको देखिन्छ रिसाको कि स्याड भएको कि रुन लागेको जस्तो देख्छ कि मेरो अनुहार सबैले यतिकै बस्यो भने के भयो कि रिसाको तर रिसाको तपाईँ हुनुभयो भने त रिस उठ्दैन तर मैले रुकुलाई गाली गरेको छु काममा केही कुरामा तपाईँले कस्तो राम्ररी फेरि सोधा है आएन भने मैले भन्नुहुन्छ होइन तपाईँले बुझाउनै राम्रो बुझाउनुहुन्छ क्या ए हो मैले भनेको कुरा तिमीले बुझ्छौ जस्तो एकचोटि बुझ्छ कि बुझेन भने पनि मैले फेरि भन्नु त म्याम भन्छ नि त मैले अनि तपाईँले फेरि भन्नुहुन्छ अनि त्यसपछि बुझ्छ कि कति सोधेको टाइपको रियाक्सन मेरो कहिले पनि आउँदैन है त्यो त मैले फर्स्टमा सोध्छ नि मैले बिर्सिन्छ नि तपाईँले बोल्दा वर्ड्सहरू के लेख भनेको कुराहरू अनि फेरि सोध्छ अनि फेरि तपाईँले यो लेख भन्नुहुन्छ अनि त्यसपछि सेकेन्डमा त नि याद हुन्छ भन्छ रुकुले मलाई लाइफ टाइम कहिले पनि बिर्सिँदैन नेक्स्ट जब भयो भने या कति पछि चाहिँ मेरो फर्स्टमा त्यो मान्छेहरूले यस्तो होस् भनेर सोध्छ नि आफ्नो हुन्छ नि सिनियर आफ्नो यस्तो होस् भनेर सोध्छ नि तपाईँ चाहिँ त्यस्तो हुन्छ क्या आइडियल बस एक्सपेक्टेसन भर्सेस रियालिटीमा एक्सपेक्टेसन इज हायर भयो नि त किनकि यस्तो हुन्छ नि त आफूभन्दा ठुलो हुन्छ अलिकति हुन्छ नि कस्तो गर्छ होला कसरी हराउँछ होला काम त्यस्तो हुन्छ नि तर त्यो हुन्थ्यो यही अफिसमा पनि पहिला जब फर्स्ट टाइममा आउँदाखेरि चाहिँ उहाँहरूको कानमा पुग्यो भने त्यो अब मतलब भयो तर त्यो सिनियरहरूले पनि ऱ्याङ्किङ गर्ने आफ्नो कामहरू चाहिँ मैले कुनै कामहरू गरेको छु अनि अब मेरो कामको क्रेडिट उनीहरूले गरेको आफ्नो मेरो फाइल्सहरू सबै गर्ने फाउन्डर्सहरूलाई अनि त्यसपछि ब्याक राइटिङ गर्ने गसिप गर्ने केटी ग्रुप बनाउने होइन त्यो जसरी ऱ्याङ्किङ गर्छ नि त्यो एउटा साथी थियो मेरो सृष्टि उसलाई लिटरली रुवाएर पठाउने मैले भने रुवाएरै पठाएको त्यो रुवाएरै गएको क्या अनि अफिसमा उहाँ गएर रेजिग्नेसन दिएको क्या केही अफिसको इन्सिडेन्ट हो क्या सो त्यो हामीले जति पनि गेम पहिला कति वर्ष अगाडि त्यो चाहिँ अरूले नभोगोस् भन्ने खालको मेन्टालिटी छ कि मेरो अनि प्लस फेरि पहिले पनि त्यो सोचेर क्या रुकुमा भन्दा अगाडि जान्छ भन्ने कुरा त्यो मान्छे हुँदैन जति तिमी अगाडि बढ्छौ अनि मैले गर्दाखेरि त्यहाँ पुग्यो रुकुले मलाई सम्झिन्छ या यस्तै अरू मान्छेहरू क्रिएट गर्न पाऊँ अफिसमा अनि आफ्नो पनि ग्रोथ हुन्छ सँगसँगै अफिसको पनि ग्रोथ हुन्छ त्यही त अल्टिमेट गोल भनेको त्यही
आफ्नो दिदीबहिनीहरू सबै तर फेरि सबैलाई कति माया पनि गर्नुहुन्छ मायाले बोल्नुहुन्छ नि नि भाइ बहिनी जस्तो है बहिनी जसरी मै भने अब प्रताप हामीले पछि कुरा गर्दै जाँदा कम्युनिकेट गर्दै गर्दा पो प्रताप मभन्दा ठुलो रहेछ भनेर रियलाइज भयो सुरुमा त मैले प्रताप भाइ हो मेरो आफ्नै भाइहरू जस्तो खालको ट्रिट गर्थेँ नि त म त भाइ हो जस्तो लाग्थ्यो क्या त्यो फिलिङ अहिले पनि प्रताप उमेरमा ठुलो भनेर रियलाइज भइसक्यो तर त्यो एउटा फिलिङ देखिन्छ मेरो भाइ हो मेरो भाइ बहिनीहरू हो जस्तो खालको त्यो त्यही भएर तपाईँसँग चाहिँ मान्छेहरू त्यहाँ कम्फर्टेबल हुन्छ क्या कुरा गर्न पनि केही छ भने पनि कुरा गरौँ न त भन्ने टाइपको हिलिङ पावर छ क्या तपाईँमा नेक्स्ट लेभल हुन्छ क्या प्रताप फेरि हाम्रो कम्युनिकेसन क्याप्चर गरेर मक्क भनेको छु यो सबै एउटा स्क्रिनमा त्यो प्रेजेन्टेसन जसरी रविन सरलाई राखेर सरलाई म देखाउँछु यो भिडियो चाहिँ यो चाहिँ म देखाउँछु ल हेर्नुहोस् हाम्रो माथिको सङ्गीत आन्टीलाई पनि देखाउँछु र आन्टी हेर्नुहोस् अफिस यसरी चलिरहेछ भनेर अफिस यसरी के अरे यो होटेल टेरेस पार्कमा चाहिँ यसरी चलिरहेछ अब हामी त सुटमा आएको हो अनि भर्खर हामी यस्तो गरिमा यस्तो मजाले हावा चलिरहेछ कति बजी 4 बजी अब अलिक खाजा खान जानै छ सो त्यो भएर गसिप चलिरहेको छ हामी अलिक त्यो सिनको मजाले खिच्छ प्रताप अनि हामी चाहिँ कट हेलो कसरी भन्यो होला मैले सो खासमा म चाहिँ भर्खरै अहिले होइन दिनभरि बाहिर अफिसको कामहरू भ्याएर हुन्छ नि अब दिनभरि बाहिर मात्र मेरो एउटा क्लाइन्टको सुट थियो अनि त्यसको लागि चाहिँ म अफिसमा थिएँ के भनेको म फेरि भन्छु सो या मैले चाहिँ खासमा यो भिडियो अहिले जुन यो क्लिप बनाउँदैछु मैले आज दिउँसो चाहिँ एउटा सानो भ्लग जस्तो बनाएको थिएँ अनि त्यसमा अट्याच गर्छु भनेर चाहिँ मैले खासमा यो भिडियो बनाएको जुन म त्यो मेरो भ्लगको एन्डमा राख्छु सो म अहिले यो भिडियो अब अहिले भर्खरै घर आएर बनाइरहेको छु अनि म आज दिनभरि बाहिर थिएँ बाहिर मतलब कामले नै थिएँ मेरो अफिसमा एउटा क्लाइन्टको सुट थियो अनि त्यो सुटमा म गएँ दिनभरि हामी कामहरू गऱ्यौँ अनि काम गर्दै गर्दाखेरि चाहिँ अब हातमा क्यामेरा पनि थियो साथमा भिडियोग्राफर पनि थियो सो यहाँ बिहाइन्ड द सिन खिच्दा चाहिँ मैले एक दुईवटा क्वेसन्सहरू सोध्दै गएँ अनि त्यतिकैमा मलाई चाहिँ ल आज म फेरि पनि भ्लग बनाउँछु भन्ने भयो सो फेरि पनि भ्लग मतलब मेरो यो फर्स्ट भ्लग हो जुन मैले युट्युब च्यानलमा चाहिँ अपलोड गर्दैछु तर मैले भ्लग बनाउनु पर्छ भनेर चाहिँ मलाई पहिले नै लागिसकेको थियो कसरी भन्दा चाहिँ मेरो कजन हुनुहुन्छ मेरो सुस्मिता दी होइन अनि उहाँले चाहिँ मलाई सधैँ के भन्नुहुन्थ्यो भन्दाखेरि नानी तेरो पर्सनालिटी कस्तो हुन्छ नि मलाई मनपर्छ आई मिन मतलब भ्लगहरू बनाउँदाखेरि चाहिँ तँलाई सुट गर्छ तैँले भ्लगिङ चाहिँ स्टार्ट गर्नुपर्छ प्लिज बना यस्तो यस्तो खालको कुराहरू गर्नुहुन्थ्यो कि दिदीले अनि मैले चाहिँ हुन्छ दिदी बनाउँछु भन्थेँ होइन दिदीको कुरा गर्दा गर्दै मलाई दिदीको याद आयो आई मिस यु होला सुस्मिता दी सो या त्यो कुराहरू छ आफ्नो ठाउँमा अनि मलाई चाहिँ अब भ्लग बनाउनु पर्छ होला मेरो दिदीले पनि भनिराख्नु पर्छ भ्लग बनाउनु पर्छ भनेर चाहिँ मलाई लाग्थ्यो होइन अनि त्यसपछि मैले भ्लग बनाउँथेँ भने जस्तो दसैँमा मामा घर जान्थेँ अनि त्यहाँनिर पनि म भ्लग्सहरू बनाउँथेँ अब भ्लग्स आई मिन मतलब यतिकै क्युट मेमोरिजहरू मेरो मामा माइजूहरू सबैजनासँगको चाहिँ म यस्तो मेमोरिजहरू क्याप्चर गर्थेँ अनि त्यसपछि अब म कतै घुम्न गएँ साथीहरूसँग यति हाई गाइज के छ भन्दै बनाइरहेको थिएँ अनि अफिसमा पनि म बनाइरहेको हुन्थेँ सो मैले चाहिँ यो भ्लगमा चाहिँ वाट आई डु आई मिन मैले के काम गर्छु होइन मेरो कामको बारेमा पनि छ थोरै सो मेरो कलिग्सहरूको ओपिनियन के छ अबाउट मी होइन यस्तो चाहिँ राख्छु म सरी मेरो अघि फोन आएको थियो सो त्यो ब्रेक भयो सो म कसरी मैले के भन्दै थिएँ या वाट आई डु होइन म कसरी काम गर्छु अनि मेरो कलिग्सहरूको ओपिनियन अबाउट मी अनि मैले के भयो फेरि बनाउँछु म भयो त्यही त म कसरी काम गर्छु होइन अनि हामी अलिअलि कामको बारेमा पनि कुरा गर्दै थियौँ कसरी हामी कोही सिकाइरहेछौँ कसरी सिक्दै आएको छौँ अब मेरो पास्ट वर्क एक्सपिरियन्स सो यस्तो यस्तो कुराहरूको बारेमा चाहिँ हामी कुरा गर्दै थियौँ अनि त्यतिकैमा कुराकानी एकदमै लामो पनि भयो होइन एकदमै कुरा गर्दा गर्दै एकदमै लामो कुराकानी भयो अनि त्यतिकैमा चाहिँ भिडियो एन्ड पनि भयो सो त्यही हो आजको डे ओभरअल फन थियो अनि मैले जे गरेँ आजको दिनमा त्यो चिजहरू देख क्याप्चर सबै गरेँ अनि त्यति सकिसकेपछि म घर आएँ अनि घर आएपछि म यो भिडियो बनाउँदैछु अब यही हो मेरो फर्स्ट भ्लग होइन अनि मलाई आइडिया छैन कि अब कस्तो कस्तो कन्टेन्ट्सहरू बनाउने यो बारेमा थोरै अलिकति रिसर्चहरू पनि गर्छु म फेरि भन्छु
अम, अब पछि चाहिँ अब मैले कस्तो खालको कन्टेन्ट बनाउने भन्ने कुरा खासै मलाई पनि राम्रोसँग आइडिया छैन, किनभने मैले सोचिसकेको नै छैन होइन। सो त्यो बारेमा थोरै अलिकति रिसर्च पनि गर्छु। अनि त्यसपछि म अलिकता अलिक रमाइलो खालको कन्टेन्ट्सहरू लिएर आउन ट्राई गरिरहन्छु भ्लगमा। कस्तो कस्तो बनाउने हो तपाईँहरूलाई आइडिया छ भने डु राइट इन द कमेन्ट्स बिलो। त्यति भन्दैमा किन बेला बेलामा अँध्यारो हुन्छ यो, त्यति भन्दैमा म मेरो भ्लग स्टप गर्दैछु। म एकदमै एक्साइटेड छु क्या, सुपर एक्साइटेड छु क्या, मेरो फर्स्ट भ्लग जाँदैछ युट्युबमा। बाई बाई।